नमस्ते बेबी मम्मा पापा बेबीहरूलाई धेरै धेरै माया हेरिबक्सेस। यो चाहिँ म्याग्नेटिक वाला एउटा क्यालेन्डर वाला एउटा चाहिँ बोर्ड वाला म्याग्नेटिक बोर्ड लिएर आएको छु, डार्ट बोर्ड है। यसलाई चाहिँ जति हजुरहरूले टाढा राख्नु सक्यो उति नै राम्रो हुन्छ। स्पेसली यो चाहिँ आमाले एकदमै टाढा राख्छु। कहाँनिर राख्नु पर्यो भन्दा यहाँनिर राख्नु पर्ला। देखाउँछु म हजुरहरूलाई। पहिला झुन्ड्याउँछु एकछिन पक्ष है त। ल आमाले खोलेर भ्याएँ बाबु यो निकाल्दै गर त। यो अलिकति भयो उति मिलाउ। नानी टाढा जानुपर्छ, यो त जति टाढा भयो उति राम्रो है। अब यो चाहिँ हामीले यति टाढा राख्छौँ। स्पेसली यहाँ किला राख्ने ठाउँ चाहिँ हेर्छु किला हजुरले यहाँनिर राख्दा पनि भयो। यस्तो किला राख्ने छ। अब हजुरलाई वानबाट गर्नु पर्दाखेरि चाहिँ यसरी हामी किला यहाँ राख्छौँ। अब किला नभएको अवस्था सो छोरोलाई भन्छु छोरो समाति बक्सियोस् त अनि म हान्छु हस्। ल अब चाहिँ ल यो दिबक्स्यो न ल है। अब यति धेरैवटा रहेछ, हजुरहरूलाई खुब मजा आउनेवाला छ। यो म्याग्नेटिक भएको हुनाले हजुरहरूको बेबीहरूलाई हार्मफुल पनि छैन है। अब आमा उता दिदी भन्दा पनि उता जान्छु, कति टाढाबाट हान्दाखेरि कति इफेक्टिभ हुन्छ हामी हेर्छौँ ल। अब वाउ वाउ कति इफेक्टिभ ल हेर्छु। यो चाहिँ जहाँ हान्दा पनि ठिक हुन्छ। कति जति टाढा भयो उति राम्रो है। यो मैले जति सक्ने आमाको पसलमा त यही मात्रै ठाउँ मैले गर्न सक्थ्यो। अब आमाको अलि थ्रोइङ पावर पनि राम्रो छैन। यो पावर राम्रो नभए जस्तो लाग्यो। सो आमा खिच्छु अब नानीलाई दिन्छु बल भए मान्छेलाई ल। दिदीलाई हान्नु लगाएको ल। दिदी त झड्का ल। के हो दिदी यो बुढी मान्छेलाई नै जित्ने ऊ छैन यार। दिदी हो यसरी के ल दिदी त्यहाँ टिपेर लिएर आउनुहोस् त। कतिवटा दिदीले त खसाउनु भएछ। यो बोर्डलाई चाहिँ जति टाढा राखेर हजुरहरूले गर्न सकिन्छ त्यति नै राम्रो। नानी अब नानीको पनि सिप देखियो, आमाको पनि सिप देखियो। अब नानीले समातेर ऊ भाइलाई देऊ त। भाइको सिप हेर्ने सानो मान्छेको ल है। सानो मान्छे भन्नाले हजुरहरूको त ठुलो दाई, मेरो चाहिँ छोरो होइन। ल दाई हजुरको पनि सिप देखियो ल भयो ल। दाई त काममै ल। दाई हजुर त काममै भएन है। खिचिहाल न खिचियो ल। दादा दिदी दुवैजनाले खासै राम्रो गरे चाहिँ होइन। आमाको हातमा पावर चाहिँ छैन तर राम्रै उ गर्छु हेर्छु है त। उता आउँछु टक्कै हेर्छु है कतिवटा बिगार्छु। उता है दाजी उता वान ल हेर्छु है। आमाले चाहिँ आउँछ क्या यो ल। आमाले चाहिँ सक्छ ल। सानो बेबीहरू देख्छौ आमाले जम्मा 2-3वटा मात्रै चुकाएँ। हजुरहरूलाई पनि यस्तो मनपर्छ भने हजुरहरू लिन आउन सकिन्छ। अब म क्यालेन्डरवाला पनि देखाउँछु हस्। देखाइहालेँ। अब अर्को रहेछ यसमा चाहिँ 6वटा डाट छ है। यस्तो खालको क्यालेन्डरवाला है। अब क्यालेन्डरवाला यता पनि छ यता पनि छ। म्याग्नेट डाटले काम गर्छ है यो। ल बाबु एकचोटि समातम न नभए यस्तो गर्छु ल। परेन हामीलाई यस्तो गरे पनि हुँदो रहेछ। अथवा किलामा झुन्याउनु भए पनि हुन्छ। फेरि आउँछु हस् ल हेर्छु है। यो यसो गर्ने। अब दिदी ल यसलाई चाहिँ त्यति टाढा त्यो चाहिँ अलि ल। ओ के हो यस्तो ल देख्छौ यो पनि हुँदो रहेछ। यो पनि इफेक्टिभ छ। हजुरहरूलाई ठाउँ सानो छ भने हुन्छ ल हेर्छु है ल। ल देख्छौ यो पनि राम्रो छ। हजुरहरूलाई कुन मनपर्छ त्यो आमालाई भनिबक्सेला अनि कमेन्ट गर्दैछु, लाइक गर्दैछु, सेयर गर्दैछु हस्।